हेलो नमस्कार। म चाहिँ आज बिदाको दिन यसो नजिकैको सानो सानो पार्क छ, पार्कतिर आएको छु। मौसम पनि शीतल शीतल, गर्मी पनि छैन, जाडो पनि छैन, राम्रो छ। शान्त वातावरण छ। बिदा भएको भएर मान्छेहरू अलिअलि पार्कतिर डुलघुम गर्ने त्यो पनि देखिरहेको छ। म तपाईहरुलाई यो सानो यो पार्क मात्रै हो, यो बस्ने ठाउँ वरिपरिको सानो एउटा नमुना पार्क तपाईहरुलाई देखाउँछु है त। एउटा पार्क छ, यहाँनिर चाहिँ एक्सर्साइज गर्ने टुलहरू बनाइदिएको छ। यो चाहिँ कोरियामा चाहिँ यो जताततै एकदम म्याक्सिमम क्षेत्रमा चाहिँ यस्तो यो सार्वजनिक स्थलमा पार्कहरूमा यो जताततै लगभग जताततै यो टुलहरू बनाइदिएको हुन्छ। यो एकदम धेरै मात्रामा यसको निर्माण भएको छ। यसको मुख्य उद्देश्य कोरियाली नागरिकहरूको हेल्थ चाहिँ हेल्दी हुन् भन्ने उद्देश्य हो। साना साना बच्चा पनि एकदम रमाइलो गर्ने, स्वास्थ्यमै उदिने हैन, स्वास्थ्य सम्बन्धी खेलकुदहरू साना साना देख्नुभयो। यहाँ देख्नुभयो वृद्ध लगभग कति भन्दाखेरि 90-95 को हाराहारी हुनुहुन्छ होला। मजाले एक्सर्साइज गर्दै हुनुहुन्छ। अर्को हजुरबा पनि आउनुभयो। ल हेर्नुहोस्, हेल्थ कन्सियस टोटल बच्चाहरू, यङ जवानहरू र वृद्ध सबै स्वास्थ्य सम्बन्धी सजग भएको देख्न पाइन्छ। एकदमै म्याक्सिमम। र यो घामले नडोडोस् भनेर मुखमा मास्कहरू लाउने देख्न सक्नुहुन्छ। जताततै यति कन्सियस छन्, हेल्दी छन्, मेहनतमा उस्तै मेहनती, अनि खानामा उस्तै सकिन्, खाना पनि उस्तै खान्छन् यिनीहरू, र हेल्थ पनि उस्तै भनेपछि ब्यालेन्स लाइफको आफ्नो शरीरको ब्यालेन्स मिलाएर काम गरेको देखिन्छ। र यिनी कुराबाट हामीले सिक्न सकिने कुरा पनि धेरै छन्। र अर्को यहाँ साउना भन्ने हुन्छ कोरियामा, एकदम पपुलर नुहाउन जाने तातो पानीमा। त्यो अहिले त जताततै छ। कोरियामा धेरै पहिलादेखि चाहिँ त्यो ट्रेन्ड रहेछ। साउनामा गए पनि उस्तै मान्छेहरू, उस्तै भिड देख्न पाइन्छ। हेर्नुहोस्, यो पार्क हो कि सानो सानो पार्क। यहाँ मान्छेहरू हल्का आउने जाने भइरहेको छ। यो पार्क ठुलै छ, यो ठुलै छ। उता अलि परपट्टि कुद्ने हिँड्ने पनि छ। यहाँ बच्चाहरू खेल्ने भइहाल्यो। अनि गएर ब्याडमिन्टनको ग्राउन्ड पनि दुईवटा छ, अनि बास्केटबलको ग्राउन्ड पनि छ। राम्रो रहेछ, देख्न सक्नुहुन्छ। फुलहरू फुलेका छन्, मौसम पनि उस्तै छ। अब यो वसन्त ऋतुको सुरुवात सँगै
मन पनि फेरि अलि यो बेला चङ्गा चङ्गा हुने खालको मौसम। मान्छेहरू आफ्नो दैनिकी रमाइलो गरेर बिताइरहेको देखिन्छ। म पनि के छ त रुममा कति बस्नु बिताएको दिन, यसो बाहिर जाउन भनेर पार्कतिर निस्केको। देख्न सक्नुहुन्छ है र मजाले पार्कहरूको निर्माण व्यवस्थित देखिन्छ। कोही कुकुरहरू डुलाउँदैछन्। यहाँ खेल्दैछन् बच्चाहरू। रमाइलो छ। यो लोटे सिनेमा बिल्डिङ पनि छ यहाँ। हेर्नुहोस् दौडिँदैछन् बच्चाहरू, खेल्दैछन्। यो जगिङ गर्ने रनिङ गर्नेको लागि यहाँ बनाइदिएको छ। फुलहरू चट्ट फुलेको छ। राम्रो छ, मौसम राम्रो। है त कोरियाको एउटा सानो जानकारी। अरू कन्ट्रीतिर कस्तो छ त्यो थाहा भएन, यस्तै होला जहाँसम्म। तर कोरियामा एकदम राम्रो छ। ल है त, ओके, धन्यवाद।